हेलो एभ्रिवान। मैले चाहिँ भर्खरै मेरो मर्निङ योगा सकेँ। म चाहिँ 7 बजेदेखि 7:30 बजेसम्म योगा गर्छु। अब चाहिँ खाना बनाउन ढिलो भइसक्यो। सरी 7 बजेदेखि 8:30 बजेसम्म। ड्याडीले तरकारी पकाउँदै हुनुहुन्छ। मैले दाल पकाएँ, अब ड्याडीले तरकारी पकाउने हो। अनि म चामल ठिक्क पारिदिन्छु अनि फेरि ड्याडीले माम बसाउने हो। होइन सानो मामु र सानो अब एकछिन खेल्ने अनि एकछिन बाहिर जाने अनि एकछिन हावा खाने। मामु गलेको छु एक्सर्साइज गरेर। होइन सानो मैले तरकारी पकाइसकेँ, भात पनि पाकिसक्यो। दाल त अघि पकाएको थिएँ, ब्रेकमा बसालेको थिएँ। यता हेर सानो सानो। अब सानो यहाँ खेल्छ, मामु नाना मिलाउँछु। हस् अब म चाहिँ लुगाहरू मिलाउँछु। यस्तो सबै भद्रगोल छ। हिजो अस्ति धोएको लुगाहरू उठाएर राखेको छु यत्तिकै। केही गर्न भ्याएको छैन। हेलो 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 हेलो। सानो ए मुखमा दाइदिनु त। खाऊ आमा आमा गला हालिदिनु दिनु मुखमा लगाइदिनु। हातमा समातेर आम गला आ आ आमा हेर्न यहाँ यसरी पकाउनु भयो त बानी छैन नि त। अब एकपल्ट दुईपल्ट चुस्ने हो। अब चुस्ने हो त्यसैले। अब के हाल्यो तिमी आप त्यही भएर मुख कस्तो बिगार्दो रहेछ। अब 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 मिठो लाग्छ। अब खान्छ हेर्नु है। सुरुमा चाहिँ के हो भनेर देऊ क्या। खाऊ चाहनु आम्मा गला। कसरी बानी पार्नु कति मजाले नखाने। मामु खाइदिम। सानो सानो खोइ खाएको।